हेलो गाइस, नमस्ते अनि नमस्कार, गुड मर्निङ। आज चाहिँ म मलेसियाको खाद्यान्नहरू मतलब अब खाद्यान्न तपाईँको घरदेखि लिएर अब जति पनि छ होइन, त्यसको सपमा चाहिँ म यहाँ आइसकेको छु। अनि के को प्राइस कति भन्ने चाहिँ तपाईँहरूले देखाउन चाहन्छु गाइस होइन। तपाईँहरूले चाहिँ यो भिडियो सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन यसो हेरिदिनु होला होइन। त्यो गाइस अब यहाँदेखि म तपाईँहरूलाई सरर देखाउँदै लाँदैछु है। यो चाहिँ देख्न सक्नुहुन्छ सरसँगले, यो चाहिँ देख्न सक्नुहुन्छ सबै दालहरू है। यो मरिच रह है, यसको प्राइस हेर्नुहुन्छ अरेन्ज 6.49 है। यहाँ सबै देख्नुहुन्छ चाहिँ दाल है 3.90 सेन्ट छ है। यो सबै यो चाहिँ दालहरूको लाइन भयो होइन। अनि त्यहाँदेखि लिएर अरू चाहिँ के को दाम कति छ भन्ने कुरा चाहिँ तपाईँहरूले म यही भिडियो मार्फत देखाउन चाहन्छु। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। प्याज है, तपाईँहरू देख्न सक्नुहुन्छ यो प्याज हो होइन। यसको प्राइस चाहिँ त्यही हो है, प्राइस त्यही हो। यहाँ चाहिँ अर्को खालको प्याज नै हुन्छ है, यो खालको प्याज त्यसको प्लास्टिक हेर्नु त कति सानो छ है। यस्तो खालको पनि प्याज हुन्छ। यो चाहिँ मैले फर्स्ट यहीँ मलेसियामा आएर देखेको होइन, यस्तो खालको। अनि यो चाहिँ आलु है, आलु यो चाहिँ यस्तो खालको। यसको प्राइस हेर्नु सक्नुहुन्छ 6.99 सेन्ट। यो चाहिँ खोर्सानी हो, यसको प्राइस देख्न सक्नुहुन्छ। अनि यसको प्राइस देख्न सक्नुहुन्छ 15.90 सेन्ट। यस्तो छ है यहाँ सबै क्या जति पनि अब खाद्यान्नहरू छ यिनीहरूको सामानहरू चाहिँ। माछा यो सबै देख्नुभएको छ, जति पनि देख्नुभएको छ यिनीहरू सबै माछा हो है। तपाईँहरू देख्न सक्नुहुन्छ उहाँ परसम्मको सबै चाहिँ माछाको लाइन हो। अनि अहिले चाहिँ म फेरि ट्याक्क लाएर माछाको लाइनमा छु है, सबै लाएर देख्न सक्नुहुन्छ। यहाँदेखि म तपाईँहरू देखाउँछु है। ल यस्तै छ, यो सबै सर लाएर माछा फेरि त्यही अनुसारको हेरिहेरि छ है। यसको प्राइसहरू पनि हेर्नुहोस् है त के कति छ। ल यो चाहिँ तपाईँहरू सिधै मुनि देख्नुभयो, अब यसको प्राइस छ यो है। अब यो तपाईँहरूले यहाँ मुनि सिधा यो फरक खालको देख्नुभयो, यसको प्राइस छ यो है। त्यसबारे यो तपाईँहरूले देख्नुभयो यो फरक खालको छ, यसको प्राइस यो। तर त्यही अनुसारले यहाँ चाहिँ हेरि ल यो खालको यो अब कुन माछा भन्छ म त्यसको पखा चाहिँ ऊ भएन। यसको प्राइस रह चाहिँ यसको अलिक महँगै रह्यो है। त्यो सर लाएर हेर्दै जाऊँ होइन। अब के को प्राइस कति छ भन्ने कुरा यो सबै है गाइस। तपाईँहरूले सर लाएर यहाँ चामल छ है, यहाँ चाहिँ छुट्टै प्राइस छ। यो माथि दिनुभएको सबैको प्राइस छ है। यहाँ मुनिसको चामलको कुरा छ, माथि के छ प्राइस छ है त सबै। त्यो अनुसारले सबको फरक खालको प्राइस, फरक खालको के भन्छ खाद्यान्न रासन चामल। यो के भन्छ अन्डा है। यो चाहिँ कस्तो खालको अन्डा थाहा भएन होइन। तर यहाँ चाहिँ एकदम क्या सस्तो अन्डा छ भने सस्तो छ है त। त्यो अनुसारले यहाँ चाहिँ बिक्री राम्रो गरिराखेको हुन्छ है त। त्यो गाइस त्यही हो होइन। अनि अब तपाईँहरूलाई म यहाँदेखिको सर कहाँ लाँदैछु भन्नुहुन्छ होइन। यहाँदेखिको ल यहाँ चाहिँ मासु है त। मासु भनेपछि के भन्नुहुन्छ के को मासु दिनुहुन्छ है तपाईँहरूले। यसको प्राइस गर्नुहुन्छ 21.99 सेन्ट। यो झिङ्गे माछा यो चाहिँ पानीमा राखेर यो चाहिँ पुरा आइस जमाएर होइन। यसको प्राइस यो है त। ल अहिले चाहिँ यस्तो हो क्या, अब यसको मलेसियाको दाम चाहिँ कति यहाँको 1 रुपियाँको चाहिँ नेपालको 34.25 सेन्ट छ है त। त्यो अनुसारले चाहिँ अब तपाईँहरूले कन्भर्ट गर्नुहोस् के कति पर्छ। यो चाहिँ के भन्छ कुखुराको त्यो घाँटीको के यस्तो चाहिँ मलाई फेरि हेर्दै पनि कस्तो अब उलाएर आउँछ कुखुराको खुट्टा है त। यो ल कुखुरा होइन चिकनको लेग खुट्टा। अब यसको प्राइस हेर्नुहुन्छ यहाँनिर छ है त। ल यति पर्छ है त। यो चाहिँ कति छ 1 केजीको है। यहीँ देख्नुहुन्छ 1 केजीको 9.99 है त। यो चाहिँ बाहिरको मासु भयो, यसको 7.99। यहाँ अनुसारले चाहिँ यहाँनिर के भन्छ बिक्री गरिरहेको छ अहिलेसम्म। यो चाहिँ के को मासु हो त यो खसी है। ल यो चाहिँ के ट्याक्क लानुहुन्छ खसी अरे, यो चाहिँ खसीको मासु। अनि दाइले लिइराख्नु भएको छ। यसको प्राइस हेर्नुहोस् यहाँको चाहिँ 30.99 भनेपछि अलिक धेरै नै महँगो रहेछ होइन। सरर यहाँदेखि हेर्दैन साग हेर्नु, साग अति महँगो है गाइस। यहाँ चाहिँ यो साग हेर्नुहोस् होइन, यसको प्राइस चाहिँ छ 7.99। अलिकति ट्याक्कै भन्नु चाहिँ गाह्रै हुन्छ सरर लानु चाहिँ। यहाँ 70 खाली कोपीहरू होइन, कोपीहरू। अब यसको प्राइस कति छ यहाँ ट्याक्कै छ 3.49। सर्ट लाएर हेरिजान्छ मुला। यहाँ मुला यस्तो राम्रो हुन्छ तर यो खाँदाखेरि चाहिँ केही नकामको क्या हुन्छ नि, मतलब कुनै नहुने क्या। अब यसको प्राइस छ यहीँ माथि क्या। त्यस्तै हिसाबले चाहिँ टक्कसँगले यहाँ गरिराखेको हुन्छ।
टमाटर यसको प्राइस कति रहेछ 2.99 होइन यहाँदेखि हेर्दै जाउँ यो कोबी अब यसको प्राइस छ यहाँनिर 3.99 अनि यो गाजर अब यसको प्राइस कति छ 2.59 त्यसपछि यो अर्को फेरि यो चाहिँ फरक खालको अघि तपाईँहरूलाई मैले देखाएको भन्दा फरक खालको हो यसको प्राइस चाहिँ कति छ 5.99 यहाँको रिङ रेट है यहाँको रेम त्यसरी यसको नाम के भन्छ मैले ट्याक्कै बिर्सेँ होला र अब यसको प्राइस छ यो गाइज होइन त्यसो अनि अब तपाईँहरूलाई म यहाँदेखि सटोला र अब अरू सबै यहाँ जति पनि दिनुहुन्छ म तपाईँहरूलाई म यहाँ धेरै ठुलो मार्केट हो यो चाहिँ यहाँ एकदम चलेको एकदम खतरा मार्केट हो क्या अब एप्पल है यो एप्पल हेर्नु कस्तो राम्रो छ होइन तर यो खाँदाखेरि एकदम कस्तो क्या यो चाहिँ अब के भएर हो होइन अलिक कस्तो हल्लो अलिक हुन्छ नि त्यस्तो खालको हुन्छ तर यसको प्राइस जम्मा जुन रहेछ 1.99 है त्यहाँ छ सागको प्राइस हेर्नु है त्यो गाइस ल यो सुन्दर ल यसको यो भयो सर लाएर फरक यो चाहिँ ट्याक्कै मुस्ताङको सेउ जस्तो छ है त्यसमा सायद मिठो यो चाहिँ अलिक राम्रै हुन्छ है अलिकति यसको प्राइस पनि अलिक राम्रै देखाएको छ होइन त्यो भएर सर लाएर म यहाँदेखिको एक राउन्ड हालिदिन्छु है त यो चाहिँ लसुन ल अब यो चाहिँ लसुन एकदम राम्रो यो चाहिँ फेरि एकदम बवाल हुन्छ होइन खासै बिग्रिनु यसको प्राइस हेर्नुहुन्छ त्यहाँनिर जम्मा 6.59 सट्टो लाएर अनि अघि तपाईँहरूलाई मैले अहिले देखाएको थिएँ त्यो चाहिँ फरक खालको छ क्या अनि त्यही हो गाइस अनि सर नपाउने चाहिँ केही पनि छैन क्या नेपालमा जति पनि पाइन्छ नि मतलब जति छ जे छ यो सबै जङ्गलतिर पाउने मलाई जहाँसम्म लाग्छ यो चाहिँ हाम्रोतिर चाहिँ अब खासै त्यतिहरू पाउँदैन अनि जहाँसम्म लाग्छ नेपालतिर एकदम प्रशस्त मात्रामा पाइन्छ है यस्तो रेडिमेड पाइन्छ क्या यहाँनिर ट्याकोसँग जाने पानीमा पनि टक्कसँगले बनाउने सट्ट खाने होइन त्यो यो सिद्रा अब यहाँ चाहिँ फरक खालको सिद्रा छ क्या यसको प्राइस रहेको छ 1.79 यस्तो हिसाबले तर यो चाहिँ बब्बाल महँगो राखेको छ यार सानो चाहिँ हेर्दा नि यो सायद अब राम्रै पनि होला यस्तो छ हेर्नुहोस् है त ल यसको प्राइस रहेको छ त्यो अब यहाँदेखिको चाहिँ तपाईँहरूलाई चाहिँ म यो चाहिँ खाद्यान्नको हो है त्यो चाहिँ खाद्यान्नको हो यहाँ र है एकदम म्याचमा आइपुगेको छैन यिनीहरूको प्राइस सबैको यहीँ छ क्या तपाईँहरू आफैले हेरेर आफैले बुझ्नुहुन्छ म सबैको नाम मलाई प्रशस्त रूपले थाहा नभएको कारणले गर्दा यसको नाम यो हो भनेर यसको प्राइस यति हो भने चाहिँ मलाई नेपालको मासु मलाई थाहा हुँदैन त्यही पनि यहीँ हेरेर चाहिँ है ल यो तितै गरेर यसको प्राइस हेर्नुहुन्छ 4.99 यसो यो इस्कुस हेर्नुहोस् है ल कस्तो पब्बा नेपालको जस्तो यसको हेर्नुहोस् त 3.99 यो चाहिँ एकदम नेपालमा प्रशस्त रूपमा पाउने यो चाहिँ अब एकदम पहिले एकदम भाइरल पनि भएको थियो यसको प्राइस चाहिँ यहाँ खासै सायद मजा लाग्छ यो नै हो अनि त्यही हो सबको प्राइस एकदम राखेको हुन्छ होइन त्यही गाइस सबको प्राइस सामान्य यहाँ छ प्राइस यहाँ छ सामान्य यहाँ छ प्राइस यहाँ छ सामान्य यहाँ छ प्राइस यहाँ छ है यस्तै हिसाबले चाहिँ ट्याक्क लाएर मिलाएर राखेको हुन्छ होइन त्यही गाइस अब यो हाम्रोतिर कसरी छ अहिलेको रेट मलाई त ठ्याक्कै भएन लगभग म यहाँ आएको पनि 3 वर्ष भइसक्यो तर यो खोर्सानीको दाम चाहिँ भन्नुहुन्छ भने 15.99 है त त्यो तपाईँलाई अरू सामानतिर चाहिँ कति प्राइस छ यहाँ हेर्नु पर्ने त्यो गाइस छोरा आइज अब फलफुलको लाइनमा है सुन्छ ल यसको प्राइस यही हो यसको प्राइस यही हो त्यो अनुसारले चाहिँ मिलाएर राखेको हुन्छ होइन गाइस त्यही हो म अलिक पर खालको लाइनतिर जाँदैछु सर लाएर जति पनि छ एकदम ठुलो यो चाहिँ हाम्रो ठाउँमा चाहिँ एकदम हुन्छ नि प्रायः जस्तो जति पनि यो एरियामा भएको मान्छे आउने चाहिँ यही ठाउँमा है यो चाहिँ एकदम चलेको फेमस ठाउँ हो होइन यिनीहरूको टक 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 ल यसको प्राइस कति हो यसको प्राइस कति हो भन्दाखेरि यिनीहरू छ है टक्कै होइन सटल लाने उठाउने अब त्यो नेपालमा जस्तै त्यो यताउता दायाँ बायाँ त्यो गर्ने कुरै हुँदैन क्या त्यो नै हुँदैन टक्क हर्लेक्स राख अब यसको प्राइस के कति छ 11.97 है यस्तो हिसाबले चाहिँ यहाँ टक्कसँगले प्रचार गरिएको छ यतासँगले हेर्न सक्नुहुन्छ सबै यहाँ चाहिँ पर्खा यो कफीको लाइन यो पुरै कफीको लाइन हो त्यस्तो हिसाबले चाहिँ यहाँनिर सबैलाई गरेको छ क्या अनि त्यही गाइस सबै तपाईँहरू सर लाएर त्यो देखाउन चाहन्छु तपाईँहरूले चाहिँ सुरुदेखि अन्तिमसम्म भिडियोलाई स्किप नगरिकन यदि तपाईँहरूले बुझ्न चाहनुहुन्छ भने चाहिँ स्किप नगरिकन पुरा सर्ट हेरिदिनु होला यहाँ सर्ट लाएर गयो मैले पहिले पनि लगाइसकेको थिएँ यो नयाँ सानो तर भाँचिहाल्यो यार यसको प्राइस चाहिँ छ यस्तो है यस्तो हिसाबले यहाँ त अब लेडिजहरूको लागि पुरै लेडिजहरूको लागि
सट्ट ल मेरो नि गर्दैन भए त म केही न केही लिन्थेँ अब छैन अहिलेसम्म होइन त्यही पनि यसो हेरेर चित्त बुझाउने होइन त्यही गाइज होइन अब यस्तै हो सर लाएर यस्तो छ होइन यहाँ चाहिँ हाम्रो दाइ चाहिँ एकदम आगो सामान जानु भएको छ अनि म चाहिँ यसो भिडियो बनाएर हिँडिरहेको छु गाइज त्यो यसो यहाँ चाहिँ फरक फरक खालको यो पुरा एउटा उता ब्रसको लाइन भयो यो जति भनेदेखि सब ब्रसको लाइन है सरसँगले यस्तो सिस्टमले चाहिँ आएको हुन्छ त्यहाँदेखि सबै ठाउँमा फरक फरक खालको अब फरक यो हुन्छ क्या यो सबै तपाईँहरूले एउटा यहाँ साबुनको देख्नुहुन्छ यहाँदेखि तलदेखिको सटमा देख्छ तलदेखिको माथिसम्म सबै क्या यो चाहिँ सटमा देखि सक्नुहुन्छ भाँडा साबुन एउटासँगले तपाईँहरूलाई चाहिँ अब म जान्छु ए यो मैले भिडियोमा देखिराखेको हुन्छ पार्टनर यहाँ हुन्छ एकचोटि यो भिडियोमा मैले देखिरहेको हुन्छु पुरा केटीहरू त होइन यो टाउकोमा यस्तो सर्ट लगाएपछि कस्तो हुन्छ क्या यो चाहिँ लगेर एउटा उसलाई गर्छु है त एउटा सोध्नु यो तपाईँ देख्नुहुन्छ त्यो भिडियोतिर टाउकोमा यस्तो गर्दाखेरि केटीहरू पुरा फिदाएर भक्कै ढल्छ नि होइन यो चाहिँ लगेर म यहाँ मेरो साथलाई गर्छु है त ला यो मान्छे त कहाँ ढल्नु यार त्यो यो हावा फेक हो र यार कहाँ ढल्नु मान्छे यार त्यस्तो टाउकोमा यस्तो गर्दाखेरि केटीहरू भक्कै ढल्थ्यो नि होइन त्यही हो नि लाउनु त एकचोटि म केही फिलै छैन त्यहीसँगले हेर्नु सक्नुहुन्छ यस्तो बब्बाल यसको प्राइस कति छ नेपालमा त अलिकति महँगै पर्थ्यो होला यसको प्राइस 49 ट्याक्कै छ है त ल माथि देख्न सक्नुहुन्छ 49 है त गाइस त्यो म चाहिँ अहिलेसम्म यहाँ आएर फेरि एउटा राम्रो खालको क्या हुन्छ नि मतलब मलाई चाहिँ यतिसम्मको लागि पुग्छ भन्ने अहिलेसम्म एकचोटि पनि मैले चाहिँ अहिलेसम्म एकचोटि पनि गरेकै छैन क्या गाडी चाहिँ मतलब कस्टम भनेको किनकि अब मैले यताउता मिलाउँदै होइन अनि बित्तिकै अब फरक खालको सपना भयो होइन अब सबै कुरा फरकै भइदियो क्या म यहाँ आउने साथ अब सबै कुरा फरक भएपछि मैले फरक खालको सोच लिएँ फरक खालको पाइला चल्नु थाल्यो नेपाल हुँदाखेरि मेरो फरक खालको सोच थियो यहाँ पछि फरक खालको भइदियो क्या त्यो अनुसारले गर्दाखेरि त्यो कुरालाई मिलाउँदा मैले चाहिँ यताउता मैले त बाहिरी खर्चहरू खासै धेरै गर्नै पाइनँ क्या त्यसले गर्दाखेरि टक्क आफूलाई चाहिने खालको निम्ति सादा तरिकाले होइन मतलब आफ्नो हुन्छ नि फ्युचरलाई चाहिँ फोकस राखेर अनि त्यस पछाडि त्यो अनुसारले चाहिँ मैले सब कुराहरू गर्दै गएँ मान्छेहरूको हुन्छ नि मतलब अब आफूसँग नहुँदा हुन्छ नि त्यो गऱ्यो भन्दा नि फरक खालको हुन्छ क्या मतलब त्यो खालको मान्छे होइन है कस्टम भनेको म घर फ्यामिलीमा पनि त्यस्तो खालको हुन दिन्न म चाहिँ अब त्यो फाल्टो काममा चाहिँ एउटा त्यस्तो धेरै गर्न मन लाग्दैन कि किनकि अब जम्मा मेरो एक दिन काम गरेको 70 रुपियाँ जति छ यहाँको 70 रिङ्गेट होइन त्यसले यसो सम्झिन्छु म अब 70 भन्दा माथि गयो ओहो हामीले 12 घन्टा यहाँ त 8 घन्टा होइन एक्स्ट्रा काम गरेको पैसा जान्छ भन्ने खालको मलाई फिल हुन्छ क्या त्यसले गर्दा म चाहिँ बाहिरी फाल्टो खर्च गर्दिनँ क्या मतलब चाहिने काममा गर्ने यताउता गर्ने त्यो दायाँ बायाँ मदेखि चाहिँ हुँदैन होइन त्यही गाइस तपाईँहरूले पनि त्यही हो त्यो दायाँ बायाँ फरक फाल्टो खालको खर्च गरेर चाहिँ त्यही हो अब पैसा हुँदैसम्मको लागि हो फेरि अब जिन्दगी धेरै लामो छ नि त भोलि अप्ठ्यारो पर्दाखेरि यताउता साह्रो गरेर पर्दा आफूलाई कुनै इमर्जेन्सीमा चाहिँदाखेरि मिलाउने भनेको आफूले नै हो क्या त्यसले गर्दाखेरि चाहिँदो काम गर्ने गाइस त्यही हो है अब तपाईँहरू मैले देखाउन सक्छु सर्टसँगले जति पनि देख्नु भएको छ यहाँ चाहिँ प्राइस के गर्छ तपाईँहरूलाई म सुरुमा यहाँदेखि देखाउँछु है त तपाईँहरूले अब एन्सर छ यसको अब नेपालमा कति प्राइस छ त्यो मलाई थाहा भएन यसको प्राइस अहिले यहाँ मलेसियामा यति छ है त त्यो अनुसारले चाहिँ अब यहाँनिर राखेको छ यहाँ डिस्काउन्ट यताउता भन्ने केही पनि हुँदैन अब ग्यासको चुल्हा भयो यसको चाहिँ यो चाहिँ पानासोनिक र यो चाहिँ अलिकति अब ब्रान्डेड तपाईँ नेपालमा पनि यसको चाहिँ अब सायद यो है अलिक महँगै होला यहाँ पनि यसको एकदम महँगै प्राइस छ पानासोनिक भनेको त एकदम फेमस हो होइन यसको यहाँ 113 रुपियाँ भनेपछि लगभग नेपालको 4000 जति 4500 पर्ने र अनि अरू चाहिँ फेरि सबै यस्तै है 54.90 सेन्ट त्यो अनुसारले सबको गरेको रह अनि यताबाट छ राइस कुकरहरू सबै यसको चाहिँ रसोई हो 83 अब पानासोनिकको मैले देखाएको थिएँ यहीँ रह ल है पानासोनिकको यो ट्याक्टर लगाएर हेर्नुहुन्छ पानासोनिक यसको प्राइस छ 111.50 सेन्ट अब सबैभन्दा महँगो चाहिँ यहाँ पानासोनिक अनि त्यसपछि अर्को कुन चाहिँ रह 1.9 यो चाहिँ मिडिया यसको यो रह त्यो अनुसार चाहिँ यहाँ सब कुरा चाहिँ जटिन गरेर टक्कसँग टक्क मिलाएको छ होइन त्यही हो गाइस भिडियो कस्तो लाग्छ होइन त्यही हो गाइस राम्रो नराम्रो के कस्तो छ मैले कुन कुरामा चाहिँ सुधार्न सक्छु कुन कुरा मेरो राम्रो छ कुन कुरा नराम्रो छ त्यो चाहिँ तपाईँहरू टक्कसँगले मलाई कमेन्ट गरिदिनु होला फेरि म आउने दिनहरूमा मैले त्यो कुरालाई चाहिँ लिएर मैले सुधार्न सकौँ होइन गाइस म नयाँ हो किनकि मलाई सब कुरा मलाई थाहा छैन होइन त्यो कारणले गर्दाखेरि तपाईँहरूले कमेन्ट गर्न चाहिँ यो कुराको यस्तो हो यो कुराको यस्तो हो नबुझेको होइन अथवा मैले बोल्न नजानेको कुराहरूलाई चाहिँ तपाईँहरूले कमेन्ट गरेर टक्क मलाई भनिदिनु होला किनकि मलाई पनि भोलिको दिनमा अलिकति सहज हुन्छ है गाइस सो
त्यही हो पहिलोचोटि यस्तो तरिकाले चाहिँ भिडियो बनाएर हिँडिरहेको छु गाइज त्यही हो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुल्नु होला सो गाइज ल त्यही गाइज बाई